Right, welcome back to my new vlog once again Prashant bro is here with vlog अनि आज चाहिँ हामी सो गाडीमा जाँदैछौँ vlog बनाउँदै हाम्रो अब यात्रा कहाँसम्म हुन्छ हेर्नुमै खटारी घुर्मी यता कहाँ पुगिन्छ है अनि यता दाइ हुनुहुन्छ यता म छु अनि आज चाहिँ vlog कन्टेन्ट पनि बन्ने भयो धेरै नै म चाहिँ सूर्यको जङ्गल यताउता सब्जी देखाउने छु है अनि यस्तै vlog आउने गर्छ भिडियोलाई लाइक कमेन्ट शेयर सब्स्क्राइब गरिदिनु होला है यति भन्दै अब लागौँ भिडियो स्टार्ट गरिसके त ल सबैजना लाइक गरिदिनु है यता हामी चाहिँ धेरै हल्का अगाडि आन्टीहरू जम्मा 2 जना अनि सानो भाइ 1 जना 3 जना अनि हामी चाहिँ आइसक्यौँ फेरि अगेन दाजुभाइ नै अनि अरू दिन चाहिँ मेरो पुस्तकको काम हुन्थ्यो अनि आज चाहिँ दाइको यहाँ खलासिम कोही थिएन दाइसँग जाने त्यो म आएको छु दाइले भनेरै नभए कहाँ आउँथेर अनि त्यही हो यतिको चाहिँ काम भइदिनु बसेको आज दिनभर घुमेको भ्लग नाथे त कति दिनलाई स्टकै हुने भयो मसँग अहिले पनि 3-4 दिनको भ्लग स्टक थियो आज झन् घुमेकै आउने भयो यो पनि भ्लग स्टक झन् रहने भयो खुसी लागेको छ है हामी आज पनि घुमेर आएको थियौँ झन् घुमेर यहाँ यता हाम्रोतिर चाहिँ विकास हुँदैछ है अब किन हो बजेट आएर हो कि चुनाव लागेर हो चुनाव आउनु बेला नि त भयो नि त अब पुलसिल बन्द त भइहाल्छ यस्तो भयो चाहिँ अहिले मिर्चाको बाटो चाहिँ कस्तो भयो भन्ने लागिरहेको थियो किनकि म नगएको त्यता कटाई साइड नगएको धेरै नै भइसक्यो इभन 10-11 महिना 1 इयर भन्दा बढी भइसक्यो म घर पनि गएको छैन है जन्मघर त यो भयो नि अब त्यही हो मानव न होला उता पनि घरै हो है आज जान पाएला जस्तो छ खुसी लागिरहेको छ है सो यता कन्स्ट्रक्सनको वर्कहरू हुँदैछ है यस्तै हो यो चाहिँ हाम्रो आफ्नो ठाउँ पऱ्यो है हामी चाहिँ जाँदैछु धारबाइन साइड आइपुग्न आँट्यो आर्मी क्याम्प है अनि मस्तसँग ल चिलमा केटाहरू यो भ्लग चाहिँ भोलि नभए पछि अपलोड हुन्छ गाइज किनकि मसँग धेरै भ्लगहरू छ है आज के गरिन्छ है अब त्यो देखाउँछु तपाईँहरूलाई सन्चै छु आरामै छु तपाईँहरू पनि कस्तो हुनुहुन्छ होला है छोरा पढाऊ बाइक नदेऊ छोरी पढाऊ मोबाइल नदेऊ रे वा ल कमिसन हो दाइजी त फुल इनर्जीका साथ हुन्छ आज किन हो ल युट्युब कपिराइट चाहिँ नलाइदे गीतको चक्करमा भर्खर स्टार्टिङ हो यो त आज अब 7-8 रातिको बज्दा सायद धेरै ठाउँ घुम्न जान्छ लाहान कटारी यता के अरे विमान त्यो सिन्धुली कहाँ पुगिन्छ है त हेरौँ आज सायद यो पार्ट 1 पार्ट 2 गरी भ्लग आउँछ होला किनकि धेरै लामो हुन्छ नि त अनि यस्तो छ पारा हेर्नु गाइस यस चाहिँ तराई मधेस यतिको चाहिँ भइ नै हाल्छ अहिलेसम्म चाहिँ सन चाहिँ आरामले चलिरहेको छ एउटा स्टप चाहिँ आइसक्यो अब हामीले यहाँ चाहिँ सामान झार्नु पर्ने हुन्छ एउटा स्टपमा अब यहाँ स्टप आयो कुनमा झार्ने यसमा यो पुस्तकमा अब हामीले सामान झार्नुपर्ने हुन्छ हल्का अनि त्यसपछि फेरि हाम्रो टुर चलिहाल्छ कुन ठाउँ ठाउँमा हामी धारापानी आइपुग्यौँ है धारापानीमा ठाउँको के अरे पोका झार्छौँ सामान किताबहरू त्यसपछि अनि हामी भिडियोलाई लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला गाइज अब पोका झारौँ ल हाम्रो यहाँ पोका यहाँ चाहिँ झारिसक्यो अब फेरि यता भित्र पनि होला भित्र कहाँ छ धेरै यता भित्र पनि पोका झार्नु छ अब हामी चाहिँ यस्तै हो कि सिधै लाहान धनगढी यताउता भनेर सिधै जाँदैन यताउता छेत्री जाने यो मन्दिर रहेछ यहाँ चाहिँ है जय श्रीराम भगवान् रक्षा गरे है हामी सिधै हाइवे नगई यता छेर्दै जानुपर्ने यस्तो ठाउँ नै पुस्तक हुँदो रहेछ हल्का भिडियो हल्लिएको आएको होला डोन्ट माइन्ड गाडी त्यस्तै छ त अब हल्लिन हाल्छ बाटो पनि त्यस्तै छ नेपालको थाहा भएको कुरा हो यता पानी परेछ क्या पानी सानी नपरोस् पानी पऱ्यो भने हाम्रो बिजोग हुन्छ यो स्कुल होइन हो र कुन सुभाषचन्द्र हो के हो र के ढोका पुरै खुल्ने पछि चलिरह्यो म्याम
यो स्कुल नाम चाहिँ के हो? आफै पढेको कलेज याद छैन दाइलाई के भन्नु हो? दाइको नि गजब छ है। पार्ट 1 पार्ट 2 गरेर आउँछ टुरको बारेमा। दुई ठाउँ सामान दिएर एक ठाउँबाट पैसा लिएर एक ठाउँबाट सामान दिएर आइसक्यो। अब फेरि अर्को ठाउँ जाँदैछौँ। आज लाइट मौसम बिग्रिरहेको छ, पानी पर्ला जस्तो छ है। पानी पर्ने पाहाड फरक हुँदैन, गाडीमा केको पानीले सानो मतलब स्कुल भर्खर छुट्टी भयो। यहाँ कलेज सलेज यस्तै छ। हाम्रो यो चाहिँ हाम्रो दाइ पढेको कलेज त होइन, दाइलाई नाम पनि थाहा छैन, फेरि कलेजको काहीँ नाम पनि लेखेको पनि छैन। ल गेट उहाँ रहेछ त्यो माध्यमिक प्राविधिक व्यावसायिक राम्रै होला है। दाइ पढेको भने चाहिँ एकदम बेस्ट, एकदम पर्फेक्ट, राम्रो। सब चिज भयो नि नभए नि होइन। मेन चिज भनेको मान्छेको पर्सनालिटी चाहिएको होइन, बोली चाली होइन, बानी बेहोरा चाहिने हो। त्यो चाहिँ एकदम बेस्ट भइहाल्यो नि होइन, अरू के नै चाहेको र। अनि दाइमा त्यो चिज भरपुर छ क्या, भरपुर। दिउँसै टर्च बालेर खोज्यो नि दाइ जस्तो मान्छे कहीँ भेट्ला त दाइ? कहीँ नि भेट्नेवाला छैन है हाम्रो दाइ जस्तो मान्छे चाहिँ। अनि सो फ्रेन्डली अनि अलि मिलनसार टाइपको भाइहरूलाई पनि आफ्नो साथीहरू जस्तो ट्रिट गरिदिन्छ है त। ल अब हामी चाहिँ जाँदैछौँ अगाडि। अब कहाँ हो त्यो त मलाई थाहा छैन, म स्टोरी चलिरहेको छु। दाइले अब कहाँ लानुहुन्छ है। हामीले चाहिँ 3-4 ठाउँमा चाहिँ हानिसक्यो है। अनि त्यसपछि अब गइरहेको छौँ हामी है। अब 3-4 ठाउँमा त दिइसक्यो, अझै अब 5-6 ठाउँ कति यता छ। त्यसपछि एकैचोटि लाहाङ पुगिन्छ होला है। ल अहिले चाहिँ पानी परिरहेको थियो हल्का हल्का, यता लागेछ उसमा सिसामा विन्डसिटमा। अनि रहिसक्यो, अलिअलि पर्छ, अलिअलि रहन्छ यस्तो। यता स्कुलको बच्चाहरूको भर्खर छुट्टी भएछ, सबै दिएको रहेछ यस्तो ब्याग चाहिँ स्कुलले है। र यो चाहिँ राम्रो काम गरेको हो। यता तराईतिर ल्याएर दिएको छ, अन्त दिएछ त थाहा भएन। यो बाटो हल्का बनेछ, हल्का बिग्रेछ के हो यस्तो। सबै बाटो कहिले नबन्ने भयो। यताको बनायो उता बिग्रिन्छ, उताको बनायो यता बिग्रिन्छ। आधी बजेट आउँछ बाटोको पनि। हाम्रो आफ्नै गाउँमा त त्यस्तो छ, बाहिर के भनिराख्नु त। चाहिँ हामी गोदावरसम्म आइपुग्यौँ है। अहिले धेरै नै बाँकी छ, भर्खर त हिँडेको आधी घन्टा जति हुन थाल्यो। हामी चाहिँ गोदावरी आइपुग्यौँ। यता दाइ ड्राइभ गर्दै हुन्छ। कति ठाउँहरू बन्दै रहेछ अहिले पनि, अनि सामान झार्ने पैसा दिने ठाउँहरू है। गोदावरीमा यस्तो छ, गोदावरीको माहौल चाहिँ आजकल धेरै भएछ। यता पनि नआएको यार, पुरै क्या मौसम बिग्रेछ क्या। आज चाहिँ मौसम हल्का खुलेको भएपछि राम्रो देखिन्थ्यो। घाम त छैन, गर्मी हुँदैन। यो तातेर गर्मी भएर ओडा हुन्थ्यो, यो ताते छैन। फेरि यो तात्दैन, घाम लागेको छैन, पानी पनि नपरोस्। यतिकै ठिक्क मौसम होस् कि मौसम चाहिँ ठिकै छ। त्यही पनि पानी पर्दैन भने चाहिँ बेहाल बनाइदिन्छ आज। अरूभन्दा पनि किताबहरू भिज्छ, आफू त आफू सेफै भएर चाहिँ भित्रै। त्यही भए त अब जाँदैछ, मेरो पनि के हुन्छ बाटोमा। फाइनली कमला चाहिँ आइपुग्यो। कमलामा जय मातारी, जय शम्भु, जय श्रीराम। कमलाको पानी पनि सुकिसकेको रहेछ, बर्खामा पनि पानी सुकेको छ। यस्तो छ माइलाहरू, पानी कस्तो फोहोर हिलो छ है। जलाएको रहेछ, यता लास्ट लगाइरहेको छ नि त। जय कमला चाहिँ आइपुग्यौँ हामी अहिले भर्खर। अगाडि क्या पाहाडको भ्यू देखिरहेको छ, क्या पवाले उहाँ रहेछ अन्तिष्टि। दाइले चस्मा लगाएर हान्छौँ मान्छे बोलिरहेको छ। त्यस्तै हो फेरि पानी अलिअलि छिटाउनु थाल्यो। यतापट्टि हेर्नु क्या बवाल भएछ, पानी परिरहेको छ सायद उतापट्टि। अनि यस्तै है थालेछ मजाले। अगाडि छैन, पछाडि पानी परेको जस्तो मौसम, त्यो बादलहरू लागेछ, कालो न कालो बादल लागेछ है। यता गाउँहरू बर्सादी उडेर आएछन्, के हो उता पानी परिसकेको छैन। पानी पऱ्यो भने अन्त त त्यस्तै ठिकै हो। कटाइ जाने बाटो चाहिँ कस्तो छ भन्ने कुरा आएको। त्यो खरेहरूले त्यता पानी परेको छैन, फेरि थुनेर घुमेर आउनुपर्ने हुन्छ। तनाव पोखरी त तेलको मात्र नास हुन्छ घुमेर आउँदा। यता चाहिँ बाटो पनि बनिसक्यो। यो बाटो अस्तिमा आउँदा यता भर्खर खन्न थाल्दै बाटो बनिसकेछ भने चाहिँ धेरै भएछ नआएको पनि। यता ऊ त्यहाँ कहाँको हो यस्तो बाटो, पहिलोचोटि दिए जस्तो लाग्छ। यो अगाडिको भिर पहिलेको हो, कहाँको हो, के हो यसको नाम, यही नै यस्तै हो हुँदैछ। बाटो राम्रो बनाएको रहेछ, सजिलो सहज। यता पानी परेको छ क्या।
यता यस्तो कामसाम गरेर सबजना पानी छिटायो विन्डसिटमा पानी पर्ने थालिसक्यो अनि धेरै लामो ब्लग नबनाउला धेरै नै लामो हुन्छ फेरि बनायो भने मोबाइल स्टोरेज एकै दिनमा 256 GB फुल पनि सकियो त्यही हो भर्खर हिँड्यो है अब बन्दीपुर बजारमा एउटा भर्खर आएको यस्तो छ माहौल बन्दीपुरको चाहिँ बाटो बनाएको कि बिगारेको केही छुट्याउने गाह्रो छ यहाँ चाहिँ यस्तो भएछ होइन बाटो बाटो त नेपाली सिनाको यहाँ के रहेछ स्कुल हो सायद यस्तो तनाव छ यहाँको बाटो चाहिँ बाटो तनावमा छ कि अनिवार्यमा छ बाटोमा खाल्टो छ खाल्टोमा बाटो छ भनेर यहाँ त यस्तो चाहिँ सो घरि पानी पर्ने रहने भक्कु भइछ राम जानकी मन्दिर जय श्री राम यस्तो भएछ म यो पूर्व साइड ट्राभल गर्न मन नपराउने कारण यही हो कि यो के हो यो यस्तो खाल्टो अनि त मलाई यस्तो चार चक्का गाडीहरू त ठिकै हो 4 व्हिलर्सहरू 2 व्हिलर्सहरू भयो भने चाहिँ गयो बाइकवालाहरूमा हो तलबाट आयो हिलो माथिबाट आयो मिस्टेकले पनि चिप्लेर यहाँ लड्यो भने मान्छे नचिन्ने हालतमा पुग्छ कि मान्छे घर यस्तो भएको छ नि त अब यहाँ बिहेको गाडी यस्तो ठुक्यो हुन्छ नेपालमा ल्याम्बोर्गिनी नआउनुको कारण बिहे गाडी त ठन्किएछ बिहे गाडी बिग्रेर यस्तै हो नेपाल बन्दैछ विकास हुँदैछ बनाउने बिगारेको बनाउने खोज्दा बिग्रेको हो यो भन्छ अब बिस्तारै कति ठाउँतिर त बनिसक्यो कति ठाउँतिर त बन्दैछ त्यस्तै बनिहाल्छ नि अलिअलि मेन यता यो टिप्परहरू वेल ट्याङ्करहरू पनि बढिदिन्छ यो बाटोमा त्यही भएर पनि होला है खाल्टो हेर्दा यो अगाडि यो कारको बिजङ छ इन्डियाबाट आएर चाहिँ हरियाणाबाट इन्डियामा यस्तो बाटो छैन होला यसको यहाँ त्यो अफरोड भइरहेको छ किन हरेक सुरुवातमा त्यो हरेक त्यो नयाँ कामको लागि हुन्छ भनेर यता बनाइसकेको छ 4 लेनबाट बनाउँदा हो नि त उता पनि बनाइसकेको छ अनि यता पनि बनाइसकेको छ यस्तो बाटो बनाउनलाई खोजेको बिग्रिएको छ अलिअलि अब फेरि के हुन्छ भन्दा त्यता बनाइसक्दा यता बिग्रिसकेको हुनसक्छ कि त्यो चाहिँ हल्का नराम्रो नभए त सब ठिकै छ अब मेन रुट यही हो महेन्द्र राजमार्ग यो पूर्व पश्चिम जाने यही गाडी यही बाटो अनि के गर्यो जस्तो उनीहरू पनि हाक्नु यहीँ परिहाल्यो टिफरमा रहेछन् अगाडि पानी हेर्न घरि छिकाउने घरि के गर्ने गरिरहेको छ पानीले चाहिँ अरू सब त्यस्तै हो बाटो त ठिकै छ पानी कहीँ बिग्रेर फेरि आयो फेरि पऱ्यो खाल्टो यस्तै हो यस्तै तनाव छ लाइट बनाउँदै दिन जाला जस्तो छ घाम नै लागिरहेको छ पानी छिटेको छ के भन्नु ए यहाँ अग्लो छ यहाँ होचो छ के हो यो यस्तो छ सबैजना सन्चै हुन्छ होला धेरै ठाउँमा पानी परिरहेको छ आरामले बस्नु होला चिसो लाग्ला है अनि त्यो पाहाडतिरबाट भिडियो हेर्दै हुन्छ भने सेफली बस्नु होला भिडपाका के अरे बग्ला ल्यान्डस्लाइड होला पाहाडहरू है यता टिपर बिग्रेको रहेछ ल्यान्डस्लाइड होला राम्रोसँग बसेर बस्नु है अब यस्तोमा अब बिस्तारै जान्छौँ हामी किनकि यस्तो बाटोमा स्पिड चलाउनु मिल्दैन र चलाउनु पनि हुँदैन लोड गाडी छ फेरि राम्रो बाटो आयो अब राम्रो बाटोमा चाहिँ मजै हो नराम्रो बाटोमा चाहिँ उयो फेरि उसलाई घाम पनि लागिरहेको छ पानी पनि परिरहेको छ दुधै पर्न थाल्यो पानी चाहिँ भने पछाडि मान्छे लगाइसकेको छ त्यो पछाडि किताब झारिसकेको छ अघि उहाँसँग परेको थियो नि यता चाहिँ ठुलो पानी परेको रहेछ पहिलेदेखि नै सबै रोडभरि पानी छ अनि त्यही हो अलिअलि त्यस्तो भइ नै हाल्छ मिर्चातिरसम्म परेको होला नभए त परेको छैन होला त्यस्तो पानी चाहिँ खासै बाइकवालाहरूले बिजोग भन्छ क्या अब चाहिरहेको छ पानी पऱ्यो यता जङ्गलतिर पऱ्यो त्यस्तो बाटो म चाहिँ अब अलि बिग्रेको बाटो आयो भने चाहिँ फेरि कुपड खाबड
छाउ लाग्छ यार यहाँ पनि भइसक्यो यहाँबाट रिसिभ लिन्थ्यो दिइहाल्यो यस्तो भएर न आमा बाटो त हिलो गाडीहरू पुरै भिजेर आएको छ त गाडी हाम्रो गाडी पनि लास्ट हिलो छ नखाने कहाँ छ यस्तो जहिले खाजा पनि बोकेर आउनु भएको रहेछ केरा पनि मरे केरा कसले दिएको आन्टीले यस्तो केरा देखेँ यहाँ चाहिँ अहिले हामी जस्तो फाइनली मिर्चा आइपुग्यौँ मिर्चा आउनु बित्तिकै रौनकै भिन्दै हुन्छ अनि यस्तो छ यो मिर्चा पहिले चाहिँ यो रोड लास्टै उ थियो अहिले राम्रो रहेछ कि विनायक ट्रेडर्स आयो विनायक ट्रेडर्समा सामान झार्नु आइसक्यौँ है भर्खर मिर्चा कतिखेर हुने मान्छे भर्खर मिर्चा उता चाहिँ पानी परिरहेको थियो यता छैन यता चाहिँ पहिले यो बाटो लास्टै राम्रो थियो अहिले जस्तै चाहिँ हाम्रो गाडीको हालत पनि यस्तो हम्चर ढिला भइसकेको छ हिलो खोल्ने गाडी साडी पुरै हिलो भइसकेको छ मेरो मोबाइलमा चार्ज पनि सक्ने आइपुग्यो हेरौँ के हुन्छ जाँदैछौँ है गाडीमा हल्का यो गाडी हल्लिएको गाडीको आवाज बढी आएको होला सो केही नै भने विनायक ट्रेडर्स यता भयो यो चाहिँ सक्यो सबैले आयो नि रिसिभहरू फेरि लास्ट पेन उठाइदिएको अनि त्यहाँबाट अनि यस्तो भयो यस्तो छ यताको पहिले लास्टै धुलो हिलो फोहोर त उ त्यस्तो जस्तो थियो यता अहिले चाहिँ हल्का बनेको छ हल्का बनेको छ कि जानकी स्टोर जाने हो कि बिन्दा पुस्तक यहाँ रिटर्न बुक छ है अब एकछिन है त ल भ्लग मिर्चा आइपुग्यो त्यो अघिसम्म पानी पर्ला जस्तो मौसम पनि अहिले पानी बादलले पुरो ढाकिसक्यो क्या यो के हो त्यो मौसमै यस्तो भइहाल्छ नि यो एकछिनमा पानी पर्दा मात्र एकछिनमा यस्तो हुन्छ एकछिनमा उस्तो हुन्छ यत्रो अगाडि खाल्दो फेरि चाहिँ यो के हो यार आजको दिनै लोग्ने लागेको छ बल्ल तल्ल कति पछाडि झन्डै 1 साल जति पछाडि म यसरी पूर्व आएको छु अनि 1 सालमा पनि यस्तो भयो मैले देखाएको पानीले यार के गर्नु त्यस्तै हो अझै भइहाल्छ अब के हुन्छ पैसा पनि छैन खासै अलिअलि यस्तै हो त्यो कन्स्ट्रक्सन भवनहरू बन्दैछ बिल्डिङहरू दाइजी कलमा बोलिरहन्छ बस स्ट्यान्ड आफ्नो सिटमा यहाँ हिलो छ अब गाडीभरि हिलो जान्छ उता कस्तो हिलोमा रोकेको यार सबै हिलो जाने सब यस्तो हुन्छ क्या अब मिर्चाको सबै सामान काम सकेर अब लानतिर लाग्यौँ है अलिअलि पानी छिटाउनु थाल्दैछ के भन्नु अनि उता सिमेन्ट फ्याक्ट्री मिर्चाको त्यो देखिरहेको छ यसै पानी चाहिँ मजाले पर्न थाल्यो यता पनि अघिसम्म त परेको थिएन मैले झन् मम्मीलाई कल गरेँ यता पानी पनि परेको छैन भन्दै थिएँ अहिले झन् पानी पऱ्यो केही नै भएन यसै गाडीमा सेफ दिनु हुन्छ अनि क्या बवाल देखिरहेको थियो मौसम छिनमै मौसम बिग्रिहाल्छ बर्खाको महिना आज बिहान म वर्कआउट गर्नु त मलाई 5-6 बजीतिर 6 बजीतिर 7 बजीतिर गएको वर्कआउट गर्नु त उता पानी पऱ्यो गरेर 4 बजी उठ्यो पानी परिरहेको थियो 4:30 बजी पानी पऱ्यो 5 बजी त्यसपछि त झ्याउ लागेको 6 बजीतिर उठेर अनि गरेको यो पत्ता पछाडि कराएर सुरु बस्नुलाई के करायो जस्तो हुन्छ अघि मलाई पनि भएको थियो अनि त्यहाँ स्कुलहरू रहेछ है यो कस्तो झागलझुड बाटो छ कि यो काम न काजको फेरि पानी रह्यो बिचमा एकछिन पर्छ फेरि रहन्छ फेरि पर्छ फेरि रहन्छ यसले गर्मी बढाइरहेको छ पोखटिया पानी चक्रमा पाठी आयो अगाडि यस्तो फेरि हान्दिन छुइयो मात्र भन्यो पनि 25-30 हजार भयो नि सक्यो कहाँबाट ल्याएर दिनु 25-30 अनि यता चाहिँ यस्तो छ माथि पानी परिरहेको छ सायद पाहाडतिर मौसम यस्तो भएको छ रेड भयो यो छ अहिले चाहिँ यताको हालचाल है मिर्चा के अरे लान जाने बाटोको यस्तो छ हालत हामी फ्याक्ट्री छेउ पनि आइपुग्यौँ फ्याक्ट्री भइसक्यो है ल अब उतै लानतिर पुगिस्थ्यौँ चाहिँ त अहिले यता यस्तो छ बाटो अहिले चाहिँ बाटो राम्रो आयो समानन त्यहाँ वहाँ पर त्यहाँ बगाउँदैछ यस्तो उकालो अनि ठिकै छ अहिले चाहिँ यता क्याम्प रहेछ यो आर्मी क्याम्प हो कि के हो यो आर्मी क्याम्प रहेछ यस्तो ड्रिम प्लेस हो क्या बस्नु पाउनु भनेको
पिसफुल इन्भाइरोमेन्ट स्वर्ग मलाई त्यस्तो लाग्छ उतिर कन्स्ट्रक्सन गर्ने छोडेको छ त्यतिकै बिग्रिने एकदम जहाँ पायो जे कन्स्ट्रक्सन गर्दैछ यता बाटो त धेरै बनाइसकेको रहेछ त बाटोहरू त सैनिक यता धेरै बाटोहरू बनिसकेको रहेछ बिचमा काहीँ मात्र बन्द बाँकी छ नभए त अरू सबै ठिकै छ सबैतिर आरामै रहेछ है यता चेकपोस्टहरू छ राम्रै छ है यतिको बाटो भइदियो भने चाहिँ ठिकै हुन्छ गाडी होस् चाहे बाइक जेसु चलाउन अझ टु विलर्सलाई झन् बबाल नभए त बिग्रेको खाल्टाएर खुल्टी हिँडेको चाहिँ किचकिच निन्द्रै लागिसक्छ यार झ्याउले अनि के गर्नु मलाई गाडीमा कहिल्यै निन्द्रा लाग्दैन फर्स्ट टाइम हो म स्कुलबाट टुर लाँदा पनि निदाएको थिएन मलाई निन्द्रा लागेको थिएन यो त के हो त्यो त फेरि पानी छिटाउँदा पानी छिटा चाहिँ त मौसम बर्बाद अरू दिन त खुल्थ्यो दो मौसम खुल्ला हुन्थ्यो क्या बल्दै हुन्थ्यो आज मै आएकै दिन पनौती लागिरहेको सब इस यता गाह्रो पनि पत्ली भइसक्यो चस्मा लगाएर आउनुभएको थियो उयो भयो के अरे घाम लाग्यो भने पुग्छ नि त राम्रो अहिले त अब धेरै ठाउँ पनि घुम्नु छ बाटो पनि यस्तो छ गाडी स्पिड चलाउनु मिल्दैन लोड गाडी पनि छ अन्त बिस्तारै जाँदा अब कतिसम्म भ्याइन्छ कति बज्छ रातिको घर जाँदा अरू दिन त अलिक छिटो जानु पाइन्थ्यो आज चाहिँ 9-10 बज्छ जस्तो छ वहाँ गएर पनि हिसाब बुझाएर अनि जानुपर्ने हुन्छ नि त त्यो दाजु सिसा लगाउनु भयो हामीले लगाएन पछाडि पर्ला नलगाउने पछाडि पर्ला लगाउनु पर्दैन है कहाँ भिज्न सक्छ फेरि पर्ला चाहिँ लगाएको थियो अघि अहिले अब यहाँ एक ठाउँ सामान झारेर लगाउने अब खोज्न हामी यता नभए यता जानेछौँ यता बाटो ठिक छ बरु यो ब्लग पार्ट 1 पार्ट 2 गरेर हाल्नुपर्छ जस्तो छ यार यसो त मरिहाल्छ नि यत्रोमा 2 मिनटको एउटै उच्च तराई है तराईमा यस्तो हुन्छ मान्छे छ नि त रोडलाई पौडी खेल्ने ठाउँ बनाइदिएछ यिनीहरूले अनि सोच्नु अब यो पानी कस्तो छ यहाँ कतिको जमेछ भनेर अन्त तपाईँ पनि कल्पना गरिसक्नुहुन्छ पानी कस्तो वाइड पऱ्यो अघि त्यहाँ परसम्म त्यो के अरे नयाँ चोरबासम्म यस्तो पानी परेको थियो नि वाइड अहिले फेरि छैन पानी छैन यता उता पानी पर्ने यता नपर्ने यता पर्ने उता नपर्ने के हो अनि हाम्रो घरतिर पानी परेको थियो अरे यता परेको थिएन यता परेछ अब घरतिर परेछ कि छैन त्यो थाहा भएन यस्तो जाने एकछिन राम्रो बाटो आयो तारिफ गर्दै एकैछिन पछाडि यस्तो पक्रेर खाल अहिले त झन् देखाउनु देखाएन त्यहाँ यति खाल्टो थियो नि अहिले भाइहरू पौडी खेलिरहेको थियो अब जानुपर्ने हामी चोरमा आइसक्यौँ है चोरमा यस्तो छ हालत अघिसम्म पानी परिरहेको थियो फेरि गरी छैन के हो यस्तो चोरबाबाट चाहिँ चोरबाको बजारमा यस्तो सुटफिटोमा यसरी बोल्न लाज लाग्छ कति लाग्दैन किनकि अब प्यासेन्जर आइसकेपछि किन लजाउनु छ त्यस्तो चिजहरूमा होइन हामी जान्छौँ गाडीमा हाम्रो गाडीको हालत पनि पत्ली भइसक्यो लास्ट है यस्तै हो जानै परिहाल्यो अनि अहिले है सबैजना गाडीको विन्डसिल्डमा चाहिँ लास्टै लागेको छ है अब यहाँ प्यासेन्जर हाल्दैछ गाडीले त्यसो चाहिँ हामी पनि जान्छौँ है अहिले अब गाडी गर्छु किन भ्लग लामो गोलबजार आएको थियौँ है गोलबजार गएको थियौँ फेरि पानी परिहाल्यो यस्तो भएछ पानी पऱ्यो सबै डाँडा पाखा लागेको थियो कोही यता बिजनेस गरिरहेको छैन बिजनेस व्यवहार पानी परेर ल्याङ है किताब झार्ने ठाउँै हुँदैन अनि त्यस्तो ल्याङ किचकिच भइहाल्छ हल्का त्यही हो यस्तो भएछ पानी छिटो भयो सिधा आयो भने वेट गरेर बसेर हुन्छ हाम्रो धेरै ठाउँ झार्नु छ कि अनि त्यस्तो पानी परिसकेपछि अब झार्ने ठाउँ हुँदैन उनीहरू पनि प्रब्लम बुझिदिनु पर्छ के गर्ने गाह्रो जहिले चोर बायो भने के हो यस्तो के चोर बायो गोलबजार पनि कस्तो बाटोमा अच्छा बाटो त्यस्तो छ त्यही माथि यो बाटोमा पार्किङ गरेर गाडी छिर्दैन यार यस्तो च्याउमा त्यस्तो बाटो हिँड्ने गिद्दी लाग्छ बरु पानी पऱ्यो घुस बाटो अर्कै होस् कि त्यो चाहिँ बगाल चाहिँ यस्तो छ यहाँ चाहिँ अहिले कन्डिसन पानी त बाटो पनि राम्रो छैन अर्को त यस्तो छ हरन हानेको हाने गर्नुपर्छ एक त लोकेसन पनि एक्ज्याक्ट थाहा छैन कहाँ हो भनेर कहाँको छैन त यस्तो छ लान आइपुग्नु लानको लास्ट ठाउँ हो साई पुस्तक यहाँबाट चाहिँ सक्यो है हालेकै छैन होला कि दाइ
सक्यो अब लान्छौँ सबै सक्यो अब कटारी जानुपर्ने हुन्छ फेरि जुनबाट आयो त्यो रिटर्न अब बिच बिचमा बनाएर अल्छी लागिहालेको ह्याङ लाग्यो यता यो हावातालमा पानीलाई खिचिदिएर त्यो अब घाम लाग्न थाल्यो चर्को न चर्को अब कता तपाईँहरूतिर पानी परिसकेको छैन घाम लागेको थियो कमेन्ट गर्नु बिलो गाइड भिडियोलाई लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला मलाई चाहिँ निन्द्रा लाग्यो दिउँसो कहिले निन्द्रा लाग्दैन थियो आजकल निन्द्रा लाग्न थालेर चाहिँ हेर्दा चाहिँ मस्तसँग ल ल ल जाउँ है ल के छ फेरि हामी जाउँ यस्तो चाहिँ थियो भने फेरि त्यही तनाव अरू छ के हुँदैन हाँस थियो भने चाहिँ यता 3-4 पुस्ते जोडिन्छ क्या त्यहाँ हाँसको चाहिँ अब फेरि हामी कतै जान्छौँ मिर्चादेखि उताको बाटो चाहिँ कस्तो छ त्यो चाहिँ मलाई हेर्नु मन लागिरहेको थियो अझ सबै ठिकै त्यस्तै लाग्यो अरू सबै देखेँ कि हो सधैँ अब उता पनि नगएको धेरै भयो चाहिँ एकचोटि अब त्यता पनि जानु पाइरहेको छ अझै खुसी हुन्छ अस्तिकै पिकमा जान आएको थिएँ त्यता चाहिँ के पुगेन यताउता के भएन के भएन तर अहिले चाहिँ अब फाइनली लकिली टाइम मिल्यो आउनु पायो है यस्तो राम्रो यता चाहिँ यस्तो राम्रो बाटो बनाएको रहेछ धेरै छ यस्तो राम्रो बाटो कहीँ चाहिँ बिग्रेको छ यता चाहिँ त्यो चोरबादेखि यता उता त चोरबा त्यो गोल बजार त्यो त के हो आमा छ्या थोरै फोर हिँड्दै यार बाटो पनि गाडी पनि बाटोमा राखेको हुन्छ ठाउँ खाली गरेको हुँदैन अनि अब यता हामी हल्का यहाँ काम छ त्यसपछि जाने अवस्थित फेरि आइसक्यौँ उता धनगढी लान पुगेर अब हामी कटारी जाँदैछौँ यताबाट यताको सबै काम सक्यो अब नन स्टप मिर्चाबाट कटारी गइन्छ है कटारी त्यहाँ 1-2वटा पुस्तकहरू भ्याउँछ त्यसपछि भयो यता नर्सरीहरू रहेछ है यताको बाटो चाहिँ राम्रो बनाएको रहेछ क्या खासै भिडभाड पनि नहुने उयोहरू नभए अलिक पर त कस्तो भिड यताउता ल्याङ हान्ने खालको बाटो रहेछ यता ठिकै छ बिस्तारै गइरहेको छौँ हामी पनि 3 घन्टामा बल्ल धनगढी आइपुगेछ अनि के भन्ने हो 3-4 घन्टामा अनि सामान झार्दै छिर्दै अहिले हल्का चाहिँ अब खाली भयो अब चाहिँ सिधै जानु मिल्यो अलिक लामोसम्म नभए त त्यस्तै यार ल्याङ भइरहेको थियो अघिसम्म पानी परेको सगरमाथा जस्तै भएको छ सगरमाथा टुप्पोमा कहिले पनि मौसम फिक्स हुँदैन भन्दै त्यस्तै भएको छ यहाँ छिनमै चेन्ज घरि पानी पर्छ घरि घाम लागिरहेको छ के गर्नु धनगढी 10 बाटो आदि बनाएको छ आदि हुन्छ अब धेरै लामो हुन्छ भिडियो त्यही भएर हल्का बिच हाल्नु परिन्छ ल हजुर दाइ पनि यता चिनो हुन्छ अल्छी लागिसक्यो भोक लाग्नु थाल्यो अब एकछिनमा खाना खाइन्छ होला खाना खायो भने देखाइ नै हाल्छ है घाम लागिरहेको छ 3:30 बज्न आँट्यो हल्का भोक पनि लागिरहेको छ दाइ चाहिँ पिछाडि भयो मलाई पनि लागिरहेको छ भने जान्छु एकछिनमा चाहिँ अब यस्तो छ हल्का इन्भाइरोमेन्ट क्रिएट भएको छ यता यस्तो छ सिन अनि त्यही हो अलिअलि अब सबै आएको होला टनमा है यस्तो छ हल्का होइन सिजन क्रिएट भइहाल्यो नि हल्का फेरि टक्कसँग फेरि एउटा अलिक सिजन त गयो त मेरो जिन्दगी प्लान है अनि त्यही हो अहिले चाहिँ धेरै सामानहरू पनि सकिसक्यो माल पनि सकिसकेँ यत्तिको माल पनि बाँकी छ जम्मा यति नै छ हल्का अनि यति त थोरै नै हाम्रो लागि है अब म पनि यसो भेट्छु अनि जान्छु है त अब वेलकम है अनि फेरि हामी जस्तो हेर्ने जाममा क्या जाम पर्दै राख्यो अघि पनि आधी घन्टा जति जाम पर्दै त्यो भएर आज ढिलो हुन्छ होला यस्तो जाम छ बाटो यस्तो छ हिलो बाइकवालाहरूको हालत हेर्न त्यो अङ्कल आन्टीको यस्तो छ गाडीहरू लाइन हाम्रो पछाडि पनि लास्टै लाइन छ लाइन छ अनि यहाँ पनि यस्तो छ क्या जाउ लागिसक्यो यार बस्दा गाडी हिँड्यो भने त खासै केही नै हुँदैन बस्दा निन्द्रा लाग्दो रहेछ यार यस्तो भइसक्यो यस्तो यो चाहिँ हट्नु पर्ने हो क्या राम्रो बाटो आयो भने क्या सन्न मजा आउँछ नराम्रो यस्तो घच्चे काठमाडौँको फिल यतै धनगढीतिरै लिने भयो आज सब यस्तो छ गाइज पार्ट 2 पनि आउँछ जस्तो छ यो भ्लगको आज भर्खर त 4 बज्यो ड्युटी गाडी लिएर हिँडेछ दाइ चलाउँदै हुन्छ गाडी म साइडमा बिस्तारै बसेर भाषण दिँदैछु दाइलाई गफ हान्दै कस्तो बल्ल जाम हल्का कम भयो अब यहाँ चाहिँ हल्का ओभरटेक गरेर जानुपर्ने हुन्छ बसिराख्यो भने त उयो पालो काहीँ पनि पछाडि पऱ्यो भने चाहिँ उयो रहेछ क्या टाउने नआउने कि पालो के हुने
भन्दा ठाउँबाट हल्का पिटी जाने यत्रो गाडी हेर्दा यो भेडा धसायो हेर्दा मैले कहाँ सुनेको थिएँ यो भेडा एउटा भेडा यहाँ हाम फाल्यो भने त्यो पछाडि आउने लाइनकै सबै भेडा हाम फाल्छ भनेर यो त्यही हेर्दा यत्रो बाटो खाली छ कसैलाई मतलब होइन उता पुरै एउटा ढुङ्गा घसाइ आउनु छ उनीहरूले बाटो हेर्न फेरि कस्तो खाल्टे खाल्टो यस्तो ठुकिन्छ नि के भन्नु ल गाइस यही हो यता काचा यस्तो छ भिड बाइक लिएर चाहिँ नआउने सजेसन गर्छु म अहिले चाहिँ यस्तो ठाउँमा पानी सानीको पनि भर्नु हुँदैन कतिर आउँछ कतिर के उयस्तो हुन्छ बाइकवालाहरूको हालत त उता र यता यता र उता गर्दा गर्दै दिन जान्छ पैसा भन्दाखेरि अब बसहरूमा अहिले यस्तो त्यसमा कार पनि यस्तो हुचो यहाँ कामै होइन बरु यस्तै ठिक छ बसहरूमा बरु लोकलमै ठिक छ अहिले अब यस्तो काम परेछ अब नजानु पनि भन्नु हुँदैन जानु पर्ने अब काम पऱ्यो